प्रिय विश्वासी दाजुभाइ दिदीबहिनीहरू, आज म तपाईँलाई यस्तो महत्त्वपूर्ण विषयको बारेमा बताउन चाहन्छु जसले बाइबलमा एकदमै गहिरो अर्थ बोकेको छ। त्यो हो सर्पहरू र बिच्छुहरू भन्ने विषयमा। यी केवल जनावरहरू मात्र होइनन्, तर आत्मिक संसारका प्रतीक पनि हुन्। बाइबलले बारम्बार यी प्राणीहरूको उल्लेख गर्दै हामी विश्वासीहरूलाई चेतावनी दिन्छ, तर परमेश्वरले पनि हामीलाई ती सबैमाथि विजय पाउने अधिकार दिइसक्नु भएको छ। हामी सबैको जीवनमा कहिलेकाहीँ यस्ता समयहरू आउँदछन् जब हामी परीक्षा, चिन्ता, डर, तनावबाट भएर गुज्रिरहेका हुन्छौँ। अब त्यो अवस्थामा हामी सचेत भएन भने परीक्षामा फस्ने सम्भावना हुन्छ। कहिलेकाहीँ हाम्रो जीवनमा सर्प जस्तो चलाक परीक्षा आउँछ र बिच्छुले डस्दा हुने पीडा जस्तो पीडा पनि हाम्रो जीवनमा आउँदछ। तर आजको वचनमा येशू ख्रीष्टले हामीलाई यी सबैमाथि कसरी विजय दिनुभएको छ भन्ने कुराहरू पनि हामी सिक्नेछौँ। त्यसकारण भिडियोलाई स्किप नगरिकन अन्तिमसम्म तपाईँले हेर्नु भने ती कुराहरू राम्रोसँग बुझ्नुहुनेछ। मैले लुका 10:19 पद पढ्नेछु। त्यहाँ यसरी लेखिएको छ, मैले तिमीहरूलाई सर्पहरू र बिच्छुहरू कुल्चने र शत्रुको सारा शक्तिमाथि अधिकार दिएको छु र कुनै कुराले तिमीहरूलाई हानि गर्ने छैन भनेर। अब यो सर्प र बिच्छुको अर्थ के हो भन्ने कुरा हामीले बुझ्नुपर्छ। यहाँ चाहिँ प्रतीकात्मक भाषाको कुरा गरिरहेको छ। सर्पले शैतानलाई जनाउँदछ। सर्पको रूप लिएर नै शैतानले हब्बालाई पापमा फसाएको थियो। सर्प एकदमै धूर्त र चलाक हुन्छ। त्यसरी नै शैतानले पनि आफ्नो धूर्त योजना र चलाकीद्वारा हामीलाई पापमा फसाउने प्रयत्न गरिरहेको हुन्छ। यसै कारण तपाईँ हामी सचेत हुनुपर्दछ। यदि हामी सचेत भएन भने हामी पापमा फस्ने सम्भावना हुन्छ। शैतानले प्रायःजसो हामी विश्वासीहरूलाई झुट बोलेर फसाउँदछ, जसरी उसले हब्बालाई पनि झुट बोलेर फसाएको थियो। त्यसकारण शैतानको झुटलाई चिन्नको लागि तपाईँले धेरैभन्दा धेरै बाइबल अध्ययन गर्नुपर्छ, ताकि तपाईँको मनमा झुट आउने बित्तिकै तपाईँले चिन्नु भएको होस् र त्यसको प्रतिरोधमा उत्रिन सक्नुभएको होस्। यसकारण सर्पहरू भनेको चाहिँ शैतान भनेको हो भन्ने कुरा हामीले बुझ्नुपर्छ। सर्पलाई अजिङ्गर, त्यो प्राचीन सर्प जो दियावलस वा शैतान हो भनेर पनि प्रकाशको पुस्तकमा लेखिएको छ। यसकारण सर्पहरू भनेको शैतान हो भन्ने कुरा हामीले बुझ्नुपर्छ। दोस्रो चाहिँ बिच्छुहरू भनेको के हो त भन्ने कुराहरू पनि हामी हेर्नेछौँ। बिच्छी पनि नदेखिने तर मानिसलाई चोट पुर्याउने र अत्यधिक पीडा दिने दुष्ट आत्माहरू हुन्। यिनीहरूको काम चाहिँ मानिसहरूलाई तीव्र पीडा दिनु हो। जसरी हुनुहुन्छ यिनीहरूले मानिसलाई पीडा दिन चाहन्छन्। उनले मानिसहरूलाई शारीरिक पीडा, मानसिक पीडा र भावनात्मक पीडाहरू दिन चाहन्छन्। जसरी बिच्छुले डस्दा मानिसलाई पीडा हुन्छ, त्यस्तै पीडा यी दुष्ट आत्माहरूले मानिसलाई दिने गर्दछन्। हो तपाईँको मनमा पीडा छ, शरीरमा पीडा छ, भावनामा पीडा छ भने कतै दुष्ट आत्माले त तपाईँको जीवनमा ती पीडा ल्याउने काम गरिरहेको छैन। तपाईँले ती कुराहरू चेक गर्नु पर्दछ। यसकारण सर्प भनेको शैतान हो, बिच्छुहरू भनेको त्यसका दुष्ट आत्माहरू हुन्। यिनीहरूको काम चाहिँ हामीलाई विश्वास अगाडि बढ्नबाट रोक्नु हो। हामी चाहिँ युद्धमा छौँ। यो युद्ध चाहिँ शारीरिक होइन, आत्मिक हो। हाम्रो शत्रु अदृश्य छ, जो चाहिँ शैतान र त्यसका दुष्ट आत्माहरू हुन्। शैतानले हामीलाई झुट बोलेर फसाउन चाहन्छ भने दुष्ट आत्माले चाहिँ हामीलाई शारीरिक, मानसिक र भावनात्मक पीडाहरू दिन चाहन्छन्। तर परमेश्वरलाई धन्यवाद होस्, उहाँले हामीलाई येशू ख्रीष्टमा यी सबैमाथि विजय पाउने अधिकार दिनुभएको छ। येशूले हामीलाई यी सर्पहरू र बिच्छुहरूलाई कुल्चने अधिकार पहिले दिइसक्नु भएको छ। यी शत्रुको सारा शक्तिमाथि अधिकार तपाईँले पहिले पाइसक्नु भएको छ। यसकारण तपाईँ डराउनु पर्दैन। जसरी ट्राफिकलाई एउटा ठुलो ट्रक रोक्ने अधिकार हुन्छ, त्यसरी नै विश्वासीलाई आत्मिक संसारमा सर्पहरू र बिच्छुहरूलाई कुल्चने अधिकार दिएको छ। यो चाहिँ येशू ख्रीष्टद्वारा हामीमा आएको हो। यसबाट तपाईँ हामी यी शैतान र दुष्ट आत्मामाथि अधिकार चलाएर जिउनु पर्छ। हामीले यिनीहरूमाथि अधिकार चलाएन भने यिनीहरूले हामीलाई पीडा दिनेछन् र सताउनुसम्म सताउनेछन्। त्यसकारण तपाईँ यी दुष्ट आत्माहरूमाथि र शैतानमाथि अधिकार चलाएर जिउनुहोस् है। यदि तपाईँले यिनीहरूमाथि अधिकार चलाउनु भने यिनले तपाईँको जीवनमा विभिन्न प्रकारका बिमारीहरू, दुःख कष्ट, बन्धनहरू ल्याएर तपाईँलाई दिनरात टर्चर दिने काम गर्दछन्। तर परमेश्वरलाई धन्यवाद होस्, उहाँले येशू ख्रीष्टमा हामीलाई यी सबैमाथि अधिकार दिनुभएको छ। मर्कुसको पुस्तकको 16 अध्यायको 15 पढ्नुभयो भने त्यहाँ पनि लेखिएको छ। अनि उहाँले भन्नुभयो, सारा संसारमा गएर सारा सृष्टिलाई सुसमाचार प्रचार गर, विश्वास गरेर बप्तिस्मा लिने उद्धार पाउनेछ, विश्वास नगरी दोषी ठहरिनेछ भनेर। त्यति मात्र होइन, अगाडि लेखेको छ, विश्वास गर्नेहरूसँग यी चिन्हहरू हुनेछन्, तिनीहरूले मेरो नाममा भूतहरू दबाउनेछन्, तिनीहरू रोगीहरूमाथि आफ्नो हात राख्नेछन् र तिनीहरू निको हुनेछन् भनेर। त्यसकारण येशूले हामी विश्वासीहरूलाई अधिकार दिइसक्नु भएको छ। येशूका नाममा भूतहरू दबाउने, येशूका नाममा बिरामीहरूलाई निको पार्ने अधिकार पनि उहाँले दिनुभएको छ। त्यसकारण तपाईँको जीवनमा शैतानले विभिन्न प्रकारको झुटा कुराहरू ल्याउँदाखेरि ती कुराहरूको विरुद्धमा तपाईँ उत्रनुहोस् र ती बिमारीहरूलाई येशूका नाममा निस्कने आज्ञा दिनुहोस्, भूतात्मालाई येशूका नाममा निस्कने आज्ञा दिनुहोस् र स्वतन्त्र भएर तपाईँ जिउनुहोस्। यसकारण हामीले बुझ्नुपर्ने महत्त्वपूर्ण कुरा यो हो कि यहाँ सर्प भनेको चाहिँ शैतान हो, बिच्छुहरू भनेको चाहिँ दुष्ट आत्माहरू हो। यी सबैमाथि येशूले हामीलाई अधिकार दिनुभएको छ। कुनै कुराले पनि हामीलाई हानि गर्ने छैन। त्यसकारण यी सबैमाथि तपाईँ अधिकार चलाएर विजेता भएर जिउन सक्नुहुन्छ। तर त्यसको लागि तपाईँ हामीले वचन धेरैभन्दा धेरै अध्ययन गर्नुपर्छ,
हामी विश्वासमा दरिलो भएर उभिनुपर्छ। हामी डराएर होइन तर त्यसलाई आक्रमण गर्नुपर्दछ। डराएर कुनामा लुक्ने होइन तर त्यसलाई हामीले आक्रमण गरेर परास्त गर्न सक्छौँ। यसकारण एफिसी 6 अध्यायमा भनेका हात हतियारहरू धारण गर्नुहोस् र त्यसको विरुद्धमा तपाईँ उभिनुहोस्। यसले तपाईँको जीवनमा विजय ल्याउनेछ। हस्त यति भन्दै म भिडियो बन्द गर्न चाहन्छु। फेरि अर्को भिडियोमा भेट्नेछौँ। यहाँहरू सबैलाई जय मसीह।